सभामुख महोदय, यहाँ आज धेरै कुराहरू भइरहेको अवस्था प्रधानमन्त्रीज्यू आउनुभयो, यो त सकारात्मक कुरा नै हो। तर पनि यहाँ यस्तो लागिरहेछ आज हाम्रो यहाँ सदन चलिराख्दाखेरि सरकार भनौँ या सत्तापक्ष भनौँ उहाँहरूलाई सहज हुने कुरामा चाहिँ हिजोको अभ्यासलाई फलो गरिराखेको छ भने उहाँलाई असहज हुने कुराहरूमा चाहिँ नियमावलीलाई संविधानभन्दा माथि नियमावली राखेर भइरहेछ। तर म यो पक्षमा जान चाहेन। तर मैले एउटा कुरा चाहिँ यहाँ ध्यान आकर्षण के गराउन चाहेँ भने जुन सभामुख महोदय अघि हाम्रो आदरणीय सम्माननीय प्रधानमन्त्रीज्यूले भन्नुभएको थियो नेपाल भारत सीमा विवाद छन्, तर सम्माननीय प्रधानमन्त्री नेपालले पनि भारतको भूमि मिचियो भन्नुभयो। यो कहाँनिर मिचिएको हो यो चाहिँ छिटोभन्दा छिटो हामीलाई पनि अवगत गराउन पर्यो र यो कुन विषय हो, यो गम्भीर र आपदजनक विषय हो। प्रधानमन्त्रीले तथ्य बिना दुई देश सीमा बारे बोलेको कुरा यो सत्य हो भने राखिन पर्यो। यदि यो असत्य यो कुरा सही होइन भने रेकर्डबाट हटाइयोस् भन्ने म माग गर्न चाहन्छु सम्माननीय सभामुख महोदय। धन्यवाद।